जल उत्पन्न प्रकोपलाई विशेष रूपमा दुई भागमा विभाजन गर्न सकिन्छ। ढल निकासीको क्षमताभन्दा बढी वर्षाको मात्रा धेरै हुँदा हुने क्षतिलाई भित्री सहरी बाढी भनिन्छ। सहरी बाढीको अवस्थामा पानी प्राय केही घण्टामा घट्छ। नदीनालाको पानी तटबन्ध नागेको अवस्थामा हुने क्षतिलाई नदीनाला बाढी भनिन्छ। नदीनाला बाढीमा पानी केही हप्तासम्म नघट्ने अवस्था हुन सक्छ। यो अक्टोबर 2019 को पूर्वी जापान समुद्री आँधी आएको बेलाको नदीको दृश्य हो। नदीको स्थिति सामान्यभन्दा बिल्कुलै फरक भएको थियो। यो सामान्य अवस्थाको र आँधी आउँदाको समयको पानीको ढोका र आराकावा नदीको दृश्य हो। आराकावा नदीको पानी स्तर धेरै खतरनाक थियो भन्ने कुरा देख्न सकिन्छ। शिबाकावा नदी बाढीको जोखिम स्तरमा पुगेको थियो र जुनसुकै बेला यसको किनाराहरू ओभरफ्लो वा फुट्न सक्ने अवस्था थियो। यो आँधीले कावागुची सहरमा पनि क्षति पुर्याएको थियो। बाढीको क्षतिको पूर्वानुमानबारे मौसम जानकारी अग्रिम प्राप्त गर्न सकिने भएकोले अग्रिम तयारी र जानकारी प्राप्त गर्न महत्त्वपूर्ण छ। बाढी तथा जल प्रकोपको क्षतिबाट ज्यान जोगाउन 3 महत्त्वपूर्ण कुराहरू छन्। 1 अग्रिम सुनिश्चितता, 2 जानकारी सङ्कलन, 3 बाढी आउनु अघि सुरक्षित स्थानमा जाने। अहिले गर्न सक्ने कुरामा तपाईको आफ्नै माई टाइमलाइन बनाउनुहोस्। बाढी प्रकोपको अग्रिम तयारीको लागि कहिले, कसले, के गर्ने भन्ने दिशानिर्देशहरू विचार गरिराख्नुहोस्। सम्पूर्ण परिवारसँग मौसम पूर्वानुमान जस्ता जानकारी सङ्कलन गरौँ। सुरक्षित स्थानमा आश्रय लिन जाँदा कृपया छिटो गर्नुहोला। नदीनाला बाढी बाहिर बाढीको बेला तेर्सो भित्री सुरक्षित स्थानतिर जान प्रभावकारी हुन्छ। अविरल भारी वर्षा भित्री बाढीमा ठाडो माथि सुरक्षित स्थानतिर जान प्रभावकारी हुन्छ। आपतकालीन समयमा ठाडो माथि तरिकाले सुरक्षित स्थानतिर जाऊ। बाहिर जान खतरनाक हुन सक्छ। पानी घुँडासम्म पुगेको अवस्थामा खतरनाक हुन्छ। पानी जम्मा हुने वा बग्ने ठाउँको नजिक नजानुहोस्। दिनमा परिवारहरू सधैँ सँगै हुँदैनन्। आपतकालीन अवस्थामा आफ्नो परिवारलाई कसरी सम्पर्क गर्ने भनेर धेरै पहिले नै तय गरेर राख्नुहोस्। बाढी तथा जल प्रकोप आउनु अघि कृपया आफ्नो परिवारसँग विपद रोकथाम बैठक गर्नुहोस्। विपत्ति आउनु अघि अहिले नै अबबाट आइपर्न सक्ने प्राकृतिक प्रकोप विपदको रोकथाम उपायहरूको जानकारी लिई तयारी रहौ।